हेर्दा हेर्दै काठमाडौँ नि आज जान लाग्छु। हेलो साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो ब्लगमा। हजुर मेरो ब्लगमा नयाँ हुनुहुन्छ भने मेरो नाम ज्ञानेन्द्र चौधरी हो र म जापानिजको एमफल लेभल कटाएर एग्रिकल्चर स्किल टेस्टको इक्जाम दिन र ल्याङ्ग्वेज जर्नी इम्प्रुभ गर्नलाई काठमाडौँ जान लाग्छु। इक्जामको डेट त अझै नै थियो, तर साथीको गाडीमा काठमाडौँको लोडिङ भएकोले कमसे कम यति गाडी भाडा भए नि बच्छ भनेर साथीहरूसँगै जान लाग्यो, किनभने थोपा थोपाले जो समुद्र बन्छ। र आजको भिडियो पनि अलि लामो हुन्छ। सुरुमा चाहिँ हामी कोठाको सब सामानहरू लोड गरेर डिजल हाल्न आयौँ। त्यसपछि डिजल हालेर फुलुती खादी नेपालको सबभन्दा ठुलो सस्पेन्सन ब्रिज भएको सुस्ता भन्ने गाउँमा माल लोड गर्नलाई आयौँ। यता माल लोड हुँदै गर्दा हामी साथीभाइको मुख चिलाएर फेरि फ्रुटी खायौँ। फ्रुटीको स्टोर लास्टै लो क्वालिटी भएकोले डाइरेक्ट मुखमा लाएर खानु परेको थियो। त्यसपछि माल लोड गरेर हामी जान थाल्यौँ। हामी साँझको 6 बजेबाट जान सुरु गरेको थियौँ र हल्का हल्का पानी परेर मौसम पनि न्यानो भएको थियो। त्यसपछि लगातार 4 घण्टा जति हिँडेर हामी खाना खानलाई रोक्थ्यौँ। खाना खाएर 2 घण्टाको रेस्ट गऱ्यौँ, किनभने साथीहरू 2 दिनदेखि सुत्न पाएको थिएनन्। त्यही पनि बाटोभरि कुल क्रिम फेसमा दल्दै बिहानको 4 बजेतिर चिया पानी खाएर फेरि हिँड्न थाल्यौँ। झन् जति माथि जाँदै गयो उति नै जाडो भइरहेको थियो। त्यसपछि कलङ्की भन्दा म यतै झरेँ र साथीहरूलाई बाई बाई भनेर इनड्राइभ गरेर अङ्कलको रुममा आएँ। यात्रा कठिन थियो, तर साथीहरूसँगै भएपछि जस्तो अवस्थामा पनि रमाइलो हुन्छ। यदि हाम्रो घरदेखि काठमाडौँसम्म हेर्दै आउनु भएको छ भने यात्रा कस्तो लाग्यो कमेन्ट गर्नु होला। राधे राधे।